हेलो एभ्रिवान, नमस्ते जुजुलपा हजुरहरू सबैजनालाई स्वागत छ फेरि पनि हाम्रो युट्युब च्यानल प्रधान फुड्स एन्ड फ्यामिली ब्लगमा है। र आज चाहिँ दिन यस्तो डरलाग्दो भइरहेछ, गाडाङ गुरुङ गर्दैछ, पानी आउँदैछ र पनि यस्तो हुरी बतासमा हामीलाई चाहिँ घुम्नु जानै पर्ने अरे। हामी छाङ्गोको कस्तो भएर सबजना टोपी लगाएर जाँदैछौँ हो। यहाँ झन् छङ्गु लेकमा गएको जत्तिकै भएर दुईजना झन् माथि बाइक लिनु गएको छ। यस्तो उयसमा चाहिँ अब हामी कहाँ चाहिँ गएको होला तपाईँहरूलाई देखाउँ। आज नै फेरि पानी पर्नु पर्ने के थियो होला, यस्तो छ है। यस्तो अवस्थामा आउँदैछ सबजना। साथीहरू, म चाहिँ बाइकमा चढेर हो बिचरा उसलाई ठिरा हेरेँ हात भनेर चाहिँ ग्लोभ्स किन्नु गएको थिएँ। ग्लोभ्स पनि पाइनँ। यो चलिँदै हामी चाहिँ अहिले एनपी झर्ने रोडको ओह्रालो जाँदैछौँ। म चाहिँ रुबीले आधी बाटोमा आलु रुबी जाँदैछ। बाइकमा लाग्दैछौँ। बाटो चाहिँ यस्तो डरलाग्दो रहेछ नि, ओह्रालो। त्यो बाटोमा फर्स्ट टाइम मेरो बुढाको पनि अब फर्स्ट टाइम अनुभव हो यो चाहिँ। यस्तो छ। के पढेको फेरि है, ढुक हुन्छ त। यिनीहरूलाई गयो भन्नु कि लुका लाउँदै सजिलो जस्तो लाग्छ। एउटा देखाएको छ साथीभाइहरू। बीच बाटोमा हामीलाई खै गाडीको क्लच प्लेट नै के बिग्रियो भन्छन्। यसरी यस्तो डरलाग्दो भिरालो बाटो रहेछ नि। मुटु चाहिँ मुखमै राखेर हिँड्दैछु। फेरि यस्तो बाटो, यस्तो यो जुन चाहिँ घुमाउरो देख्नु हुँदैछ नि, यस्तो चाहिँ अब कतिवटा छ उयो माथिबाट चाहिँ अब मुटु चाहिँ मुखमै राखेर आएको बाटो त अब यस्तो। अब हामी त टुप्पोबाट फेदमै गएको नि त बाबा रे। अहिले उकालो जाँदा कसरी जानु होला, त्यही पिर लाग्नु थाल्यो फेरि। हामी चाहिँ यस्तै रोड हिँड्दैछ है साथीभाइहरू। अब लगभग आउनु आँटेको होला सायद। ओह्रालो देखेको यहाँ ओह्रालो आइपुग्यो दुःख तल रहेछ कहाँ लान्छ उसले। साथीभाइहरू, हामी चाहिँ मलाबास कि भोटेबास आइपुग्नु आँटिसक्यो हो। यो तल मलाबास खोलाको त्यहाँ है। आम्मा यहाँ उता अल्लो गाउँ र पल्लो गाउँ रोड चाहिँ यस्तो छ कि के भन्नु। खोला कराएको सुन्नु हुँदैछ होला। हामी चाहिँ यहाँनिर यस्तो अफ रोड, यस्तो उयो माथि त मुटु चुडिने रोड रहेछ। अब आइपुग्नु आँट्यो, खोला आइपुग्नु आँट्यो है। लु बलाबास के बाँच्छ बालाबास ब्रिज पनि आइपुग्यो हामी फाइनली। साथीहरू, हामी मुटुलाई मुखमा राखेर बालाबासको ब्रिजमा आइपुग्यो। मलाई चाहिँ पुरा आउनु मन लागेको थियो नि त यहाँनिर हो। मेरै जिद्दीले गर्दा म आँखी हेरेर हिँडिदिउँ कस्तो रहेछ के रहेछ है। पर हिँड्दैछ यिनीहरू स्काई वकमै। साथीहरू, लितिक हल्लिँदो रहेछ, डर लाग्दो। ग्लास चाहिँ उपर रहेछ नि त मेन चाहिँ। साथीभाइहरू ग्लास चाहिँ यो रहेछ है,
जुत्ता लगाएर दिन्छ यहाँ? अब डर पो लाग्दैछ त टेक्नु त। ए ल साथीहरू, सिलगढी के अरे पेलिङकोमा नपाए पनि यहाँ त पाएँ हिँड्नु है। यही छ त्यो मेन ब्रिज तल छ, यो चाहिँ स्काई वक है। यहाँनिर यहाँनिर टक्कै खोला, यो खोलाको नाम चाहिँ मलाई थाहा भएन हुनु त हो। यहाँनिर खोला यहाँ होइन, यिनीहरू सबैजना डराइरहेको। यहाँ चाहिँ अलिक डर चाहिँ लाग्दै रहेछ है, डर चाहिँ लाग्दै रहेछ साथीभाइहरू है। दिन चाहिँ बलियो हुनु पर्यो त्यति हो कुरा। र है साथीहरू, तपाईँहरूलाई सायद थाहा छ, कतिलाई थाहा होला कतिलाई नहोला, यो जुन चाहिँ बालाबासको जुन स्काई वक छ, बिच छ है, ब्रिज छ, यो जुनै बनिएको छ, यो चाहिँ हाम्रो अजय एवार्ड सरले चाहिँ यहाँको गाउँवासीहरूसँग मिलेर चाहिँ बनाउनु भएको। मलाई चाहिँ धेरै इच्छा थियो, मैले सोसियल मिडियामा देखेको थिएँ, अब हिँड्नु मन लागिरहेको थियो क्या। अन्त अब आज मेरै इच्छाले गर्दाखेरि पनि बिहान कस्तो डरलाग्दो पानी आउँदै थियो, र पनि आएर यो स्काई वकमा हिँडे पनि हो, एउटा मनले एउटा सेटिस्फ्याक्सन भन्ने चाहिँ पुरा खुसी लाग्यो मेरो बुढाले। तर बाटो चाहिँ यस्तो डरलाग्दो, अब हामी बिचरा उसले प्लेन साइडमा कुदाउने बानी, यस्तो बाटो चाहिँ अब यस्तो यस्तो छ नि। अहिले मुटु चाहिँ मुखमा राखेर आएको छ, अब उकालो जाँदा कुकेसरी लान्छ के लान्छ भगवान् जानुहोस् है। यस्तै छ, राम्रो लाग्यो, खुसी लाग्यो आएर। तपाईँहरूलाई पनि अब सायद मन पर्यो होला है, कामहरू गर्दै रहेछ तलतिर। त्यति भएर स्काई वक चाहिँ यही है, पुङ्गुदेहरू माथि छ, हामी चाहिँ फेरि तल रोडमा जाँदैछौँ। खोला खोला ना उसले चाहिँ यस्तो बाटोमा चाहिँ अब कुदाएर ल्याउँदैछ हो, कुनै तलैसम्म जान्छु भन्दैछ अफ रोड। साथीहरू यो माथि भइहाल्यो स्काई वक है, अन्त यो चाहिँ मुनिको ब्रिज। झरीमा चाहिँ यो ब्रिजमा चाहिँ डल्लै माटोहरू बगेर पुरा उयो भएको थियो, तपाईँहरूलाई थाहै छ होला, डल्लै खोला डल्लै बगेर आएको थियो है, डल्लै पुरेको थियो। यो ब्रिज चाहिँ डल्लै पुरेको थियो साथीभाइहरू अस्तिको बर्खामा। काम गर्नेहरू होला गयो। समाजसेवी श्रीमान अजय एवार्ड अनि समाज प्रतिनिधि सुब्बा। साथीभाइहरू हामी चाहिँ अब फेरि घर फर्किँदैछु हो। सायद तपाईँहरूले देख्नु भएन, मेरो गाला राम्रो राम्रो भएको त्यो चाहिँ बाटोले गर्दा भएको है। मेरो चाहिँ यस्तो उकालो चाहिँ यस्तो उकालो जाँदा पनि त्यस्तो डर लाग्यो, उकालो पुग्नु डर लाग्यो। तपाईँहरूलाई म हेर्नुहोस् ल, उकालो अहिले माथि छ कि त्यो देखाउँछु उकालो हो। अघि ओह्रालो, अहिले यस्तो उकालो गोलै छ, त्यस्तै हो। ढेल्दैछ यहाँ चाहिँ गाडी स्टार्ट। उकालो यस्तो डरलाग्दो उकालो छ नि गाडी। आयो 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 यो ठाडो खिच्दिनु साथीहरू। अब चाहिँ हामी चाहिँ यहाँनिर है, बहिनीले चाहिँ हामीले कोरियन रेस्टुरेन्ट लिएर आएको छ। यहाँ चाहिँ हाम्रो सबैजनाले चाहिँ यहाँनिर चाहिँ किम्ची सुसीहरू खाने रहेछ है। म चाहिँ भेज आज, यो चाहिँ हाम्रो भेज। लु 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 यहाँनिर चाहिँ साथीहरू यो चाहिँ किम्ची, मेरो भेज पिज्जा है। बहिनीहरूले चाहिँ यहाँनिर हाम्रोहरू हजुरहरू म्याडम कोरियन रेस्टुरेन्टमा आएर कस्तो लाग्दैछ आज तपाईँलाई? यता हाम्रो इको दादा, लु खाइदेऊ खाइदेऊ।
दामी के हालिदिनु त्यसपछि इन्जोय गरिरहेको छ हाम्रो रिवान प्रधानले खाँदैछ चाहिँ सुसी आयो सुसी है खान्छ साथीहरू हामी चाहिँ है अघि अब बालाबास पनि गएर आयौँ कोरियन रेस्टुरेन्ट बहिनीले हामीलाई लगेको थियो एक्सपिरियन्स पनि गऱ्यौँ खायौँ पनि पिज्जाहरू खायौँ यिनीहरूले कोरियन फुडहरू खायो है बार्बिक्यूहरू खायो र बालाबास चाहिँ मैले त्यो उयसमा देख्दाखेरि चाहिँ अब सोसियल उयसमा देख्दा चाहिँ मजाको अब जानु मन लागेको थियो पहिला नयाँ नयाँ उयसहरू हुँदाखेरि धेरै राम्रो लागेको थियो त्यो पुललाई फेरि एकपल्ट उयसले पनि लग्यो के भन्छ पुललाई अब खोलाले पनि बगाएको जस्तो भएको थियो फेरि बनायो तर अहिले चाहिँ अब मान्छेहरू थिएन सायद पानीहरू आउँदै थियो त्यसले गर्दाखेरि पनि नभएको होला मैले त त्यहाँनिर एन्ट्री गर्नु खै उयो लाग्छ भनेर सुनेको थिएँ पैसा तर आज त कोही मान्छेहरू पनि थिएन कामहरू हुँदै थियो सायद अब पछि राम्रो हुन्छ होला है तर अब जे थियो जस्तो थियो मजा आयो मलाई चाहिँ अब लाइफको एक्सपिरियन्स फर्स्ट अब ओह्रालो यस्तो डरलाग्दो घुमाउने बाटोमा बाइकमा अब गएँ एक्सपिरियन्स गर्नु पाएँ त्यहाँनिर गएर हो राम्रो लाग्यो र आजको हाम्रो अनुभव धेरै राम्रो भयो र अहिले चाहिँ हामी घर आइसकेको छ फेरि हाम्रो रमाइलो अझै तोरेको छैन फेरि घरमा आएर पनि फेरि हेर्नुहोस् ल यहाँ त फेरि यहाँनिर के हुँदैछ असली बार्बिक्यू त यो पो त यस्तो हुँदैछ चल्दैछ साथीहरू के कस्तो हुँदैछ तपाईँहरूलाई के कस्तो लाग्यो राम्रो चलायो उसले आज गाडी बिचरा